हामी चाहिँ खाजा खान आँटेको बिहानको। अनि मम्मी हुनुहुन्छ यहाँ, मम्मीले खाँदै हुनुहुन्छ आलु। मलाई अहिले आएर यो क्या मन पर्न थालेको, यो नानाकोबाट ल्याएको हो। सबिना नानाले मलाई गिफ्ट दिनुभएको। कस्तो दामी कलरका, अब यहाँ पुट्ट पुट्ट अलिकति पिङ्क आइदिने क्या। हाम्रो कोदो चाहिँ लडेछ यहाँ रातभरिको पानीले। पानी फेरि पर्यो। मौसमले चाहिँ थाहा पाइँदैन कि आज कति बज्यो भनेर, किनभने 12 बजे पनि यही छ, बिहानै पनि यही थियो मौसम, अनि आसपासको माहौल पनि त्यही नै छ। तर अहिले चाहिँ भने खाना खाने बेला भइसक्यो। मौसमले नबताए पनि बुढीले बताइसक्यो, पेटले बताइसक्यो र चुलोले बताइसक्यो। हेलो नमस्ते गुड मर्निङ सबैजनालाई, फेरि पनि स्वागत छ न्यू डे न्यू ब्लगमा। अनि आजको मौसम चाहिँ यस्तो छ, पुरै पानी परेर राति पनि परिरहेको थियो, सानो 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 मसिनो के भन्छ त्यसलाई, हल्का पानी परिरहेको थियो राति पनि, अनि बिहान पनि पर्यो। अनि ओबिने त नामै लिएको छैन, प्लस घाम लाग्ने त कुरै गरेको छैन। अनि अब चाहिँ खाजा खाने हो हामी, खाजा खाएर के गरिन्छ थाहा छैन। अब चाहिँ हामी आलु खानु आँटेको, आलु अनि के हो यो अचार, के को अचार हो मम्मी? कसले ल्याएको? अस्ति पापाले ल्याएको? ए माइजूले पठाउनु भएको? ए अस्ति के बेलाको हो यो, दसैँको? ए त्यहाँ मकै पनि छ, मकै आलु। चाहिँ खाजा खाने कटौरा है, कुन सदा थालमा खाने बानी गयो, यसमै बानी गयो हो र। कोसी भएर मकै त कति छिटो हौ। कहिले भुटेको? हिजो बेलुका भुटेको हौ, बेलुका बेलुका। ए कसरी? पेनीकोमा खरमुलाई फ्लेम सौरे त मेरो खान्छ फेरि त्यस्तै खालको केलाइले त अनि धेरै पो राम्रो भयो त। अनि होइन ताक्नु नसकिने राखेको झुसलेको बच्चा जस्तो केलाउनु भएछ। अनि रेवा पापा रेवाको ऊ देवको लट्टा परिष्ठ रेवा। मनी अब खानु पर्ला है। मालो खेलमा च्याउँ त फेरि विज्ञापीको तरह हालिदिनु। ओके बोरो मामला होला। यहाँको बन्द अरे। अब चाहिँ खानु पर्यो, म पनि यहाँ दुईजना बाध्य गर्नुहुन्छ। अनि म जान्थेँ फेरि घुँडाको चिसोले गर्दाखेरि पानी परेको थियो नि त नि। तिनैवटा अब मेरो पालो आलु खाने खोइ त दिनमा यहाँ। आहा
बोटको हावामा दिउँछ सजिलो थाल्ला नै मलाई थुक्पा पकाउनुहुन्छ जस्तो लाग्यो थुक्पा थुक्पा छाको ने छैन हौ यो जाडोमा हाम्रो कोदो चाहिँ लडेछ यहाँ रातभरिको पानीले यसरी पुर्लुक्कै पो भएछ त धान चाहिँ पाक्नु नै आँटिसक्यो है बाला चाहिँ पाकेको छैन ल पात चाहिँ पाकेर पहेँलो भइसक्यो अब अनि पानी परिरहेकै छ अझै यसरी देख्न सक्नुहुन्छ पातमा म चाहिँ यहाँ एक दुईवटा पानी परेको फोटो खिचौँ कि भनेर आएको तर के खिच्ने भयो त्योहरू खिचेकै पो छैन ओइ कुखुरा छोड्नु नदिनु भयो मम्मीलाई पानी फेरि पर्यो नि मलाई अहिले आएर यो पो क्या मन पर्नु थाल्यो यो नानाकोबाट ल्याएको हो सबिना नानाले मलाई गिफ्ट दिनुभएको कस्तो दामी कलर क्या यहाँ पुट्ट अलिकति पिङ्क आइदिने क्या यो फुल त रहेछ जहाँ पनि फेरि हुने रहेछ दिमाग खराब अनि उ त्यो पहिलोको पनि त्यस्तै नै छ ओइ खतरा देख्यो त मौसमले चाहिँ थाहा पाइँदैन कि आज कति बज्यो भनेर किनभने 12 बजे पनि यही छ बिहानै पनि यही थियो मौसम अनि आसपासको माहौल पनि त्यही नै छ तर अहिले चाहिँ भने खाना खाने बेला भइसक्यो मौसमले नबताए पनि बुढीले बताइसक्यो पेटले बताइसक्यो र चुलोले बताइसक्यो अनि हामी खाना खाँदैछौँ म त खाएको छैन मम्मी र पापाले चाहिँ खाँदै हुनुहुन्छ आजको भोजनमा के छ भनिदिनु पर्यो मम्मी कति कडा रहेछ हौ के मम्मी टिमुर ल न त मैले खानु नजानेको हो र टिमुरलाई पो दोषे बिसाउँदै के चोप्दै खाँदै आज चाहिँ हाम्रो खानामा छ ढिँडो उसै गरी अनि छ टिम्बुरको र के को धनिया रुखभेन्डाको अचार त्यसै गरी छ नयाँ साग अनि नयाँ बुढाको दाल अनि मम्मीको मिठो स्वादवाला जिब्रो त्यो त छँदै नै छ कति फुरफुर लगाएको भन्छन् होला है यो नै दर्शक पनि ढिँडो त फुरुफुरु त लाउने हो त कति छिटो लगाएको अनि उता पनि अड्किँदैन क्या भन्छन् होला है खै पनि त परदेशे भाइ बहिनीहरूले पनि त्यस्तो लाग्छ भने कमेन्ट गरिदिनु होला छिटो खानेको चाहिँ तर पापाको भेष फेर्नु पर्ने भएछ क्या भेष यो भेष त योभन्दा फोहोर हुँदैन होला पापा अब यति नै होला मैला भएको अब योभन्दा धेरै मैला हुँदैन भए पनि देखिँदैन होला त्यही भएर फेरौँ मिलाएर लगाएको थियो मजाले ए माथि देवको दुनीमा जाँदा ए त्यो हरियो टी सर्ट लगाएको मिलेको थियो कपडा त अझै मिलाउनु छोड्नुभयो म पनि मिलाएको लगाउँदिनँ है होइन अब घाम लागेपछि धुँदा नि भयो तर अहिले चाहिँ फेरिराख्दा भयो नि त भन ढिँडो त 4 जनाको पकाउने बानी भयो त्यति नै पकाउँछु फेरि पापले 4 जनाको पकाउने बानी भएको हात बसेको ढिँडो त त्यति नै छ भन्छ चाहिँ यति नै खान्थ्यो 3 जनाले अस्ति 4 जनाले
दिदी दाजु मन पापा हुँदा यति मस्काउनु हुन्थ्यो र म त खाँदिनँ खासै त्यही भएर अहिले पनि त्यही ढिँडो बढेको बढेको छौ ठिक छ अनि खुट्टा टिरानु त लाउनु पाइएन सुरुवाल त लाउँछ घाम पनि के जाति भन्नु हताताताता गर फेरि कता थुक्का गोलमोनी भनौ अनि के हामीलाई खासै जे पनि राम्रो चाहिँ लाग्दैन हौ पापाले थुन्जे पनि सक्नुभएछ पिन्दा पनि हुँदैन पानी आउँदा पनि हुँदैन पानी नआउँदा पनि थुक्क खेती कमाइको फुल सुक्यो भनिन्छ फेरि आउँदा पनि लडायो है त्यसको झोलले भनिन्छ अन्त कुनैमा पनि जस्तो छैन नि अब घाम लाग्यो धुमिनु नि कहाँ गयो बादल पनि भनौ हेऱ्यौ अच्चु चट्टार्यो पापाले थुन्से पनि सक्नुभएछ त एउटा चाहिँ हिँडिसक्यो अब अझै त्यो भाइ एउटा तिनवटा बुन्ने रे तिनवटा भनेको छन् अरे एउटा कुमारी बाउ बाजेले लाने एउटा माथि काजे आमाले एउटा कोही खोल्लाई हो चुरामनी पाप पेट्रोल लाने हो क्या मेरो यो गाडीहरू अझै पनि मेटेको छैन हौ इमोजी यहाँ कसले लाबर लगाइदिएछ फेरि यहाँ यस रमाइलो छ यस्तो गोदावरी के अरे यो मखमलले मजाले फुलेर घरैमा बाँदर आएको पनि थाहा पाइएन ल हो त रहेछ नि घरैमा बाँदर आएछ थाहा नै छैन म त तल मात्रै देखेको थिएँ त अनि कहाँबाट आयो यता बाबा कति बेला आयो बाँदरले खाओ ल यादै छैन त अनि मौसम चाहिँ मजाले पो देखिरहेको छ त अहिले त कुल भाइब्सकै है मुडै अन हुने खालको अफ हुने भन्दो रहेछ मुड अन हुने खालको छ त यति भन्दै आजको भिडियोबाट चाहिँ बिदा लिन चाहन्छु अनि आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई होप राम्रो लाग्यो होला राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै फेरि भोलि चाहिँ हामी एकादशीको भ्लग लिएर आउनेछौँ एकादशीको भन्दा नि एकादशीको लागि फुलको डोली बाट्ने हुन्छ भोलि चाहिँ डोली के भन्छ डोली तयार गर्ने परदाईहरूकोमा त्यो डोली तयार गरेको भिडियो हाल्छु त्यही भ्लग लिएर उपस्थित हुने बाचासहित आजको भिडियोबाट चाहिँ बिदा लिन्छु बाई बाई सबैजनालाई